तेरिका कस्तो गाडी स्टार्ट बन्द पनि यो बीच बाटोमा आएर हुनुपर्ने यार। के भयो फेरि यसलाई यार, म त हैरान भइसकेँ यो बुढो गाडी देखेर यार। सेट धेरैचोटि सेल्फ मार्यो भने फेरि ब्याट्री जाला भन्ने डर, बर्बाद भयो यार। अब के गर्ने यार, पैसा नभएको कमाइ नभएको बेलामा गाडीले दुःख दिन्छ के। अब कहाँ पैसा खोजेर गाडी बनाउने यार, दिमाग खराब यार। थेत्तेरिका यस्तो घाममा यार कमाइ नहुँदा त यार गाडी पनि कस्तो बुदुना माछाको टाउको जस्तो लाग्छ यार। गोरु बुढो भयो भने भिर खोज्छ भन्थे, गाडी बुढो हुँदा चाहिँ खर्च बढाउँदो रहेछ, खर्च खोज्दो रहेछ। गाडी त बाहिरबाट हेर्दा चिल्लै छ, राम्रै छ, भित्र खोइ कुन्नी के भएको यार, बुझ्नै सकिन्न यार। एकचोटि स्टार्ट गरेर हेर्न पर्यो, भाउ त स्टार्ट भइ पो हाल्छ कि। स्टार्ट भएन। यो थोत्रो गाडीले खर्च गराएरै छोड्नु भयो, के गर्ने होला। ए विश्वकर्मा बाबा, खाली मेरो मात्रै गाडी किन बिग्रिन्छ के, खाली मलाई मात्रै किन दुःख दिन्छौ। अब केही कमाम भनेर जान थालेको बाटोमै बिग्रियो। दुनियाँको गाडी सरर गुडेछन्, मजाले दाम छापिरहन्, आफ्नो भने यस्तो छ यार। अझै कति परीक्षा लिन्छौ विश्वकर्मा बाबा मेरो। अब मिस्त्रीलाई फोन गर्नु पर्ला जस्तो छ। हेलो हेलो भाइ, कहाँ हो तिमी? हजुर दाइ, म ग्यारेजमै हो। भाइ यार मेरो त यहाँ गाडी स्टार्टै बन्द भयो कि, हिँड्दा हिँड्दै दिमाग खराब भयो यार। छिटो आउनु पर्यो यार, म एउटा काममा जान भनेर हिँडेको, ट्याक्कै बाटोमा आउँदा आउँदै आफै स्टार्ट बन्द भयो। दाइ कहाँनिर हो? भाइ त्यो बुद्धनगर जाने बाटो छ नि, हो त्यो खोलाको छेउमा हो क्या भाइ। तुरुन्तै आउनु पर्यो यार भाइ यार। ल दाइ, म तुरुन्तै आइहालेँ। ल भाइ, ल ल छिटो आऊ है, ल प्लिज है, ल ल ल ल। आज फेरि कति खर्च हुने हो, कमाइ एक सुकाको छैन यार, खालि खर्च मात्रै हुन्छ। गाडी पाल्न पनि साह्रै गाह्रो छ। भाग्यमानीको खप्पर ठुलो, अभागीको कुन्नी के जाति ठुलो भन्थे, ठ्याक्कै त्यस्तै भएको छ मेरो जिन्दगी। घर बस्यो उही पुरानो ठोक्रो परेको बुढी, बाहिर निस्क्यो यही पुरानो थोत्रो परेको गाडी। तनावै तनाव छ मेरो जिन्दगी। कसले फोन गर्यो फेरि? ल हेर, नाम लिया शैतान हाजिर। किन फोन गरेछ यो बुढीले फेरि यार? हेलो हेलो, कहाँ हो हजुर? कहाँ हुनु नि? बाटोमा छु, यही थोत्रो गाडी बिग्रेर। किन फोन गरेको, छिटो भन। होइन, कस्तो रिस आएको हो र बेला न बेला। कहिलेकाहीँ त यसो मुस्कुराउँदै खुसी भएर बोले पनि हुन्छ है मान्छे पनि। खुसी भएर मुस्कुराउँदै बोल्नलाई भर्खर बिहे गरेर ल्याएको दुलै हौ र तिमी?
के अरे फेरि भन्नु त एकपटक। अहिले त्यहीँ आएर मुखसुख च्यातिदिन्छु अनि थाहा हुन्छ बल्ल। ए भगवान्, मान्छेलाई यहाँ गाडी बिग्रेर कस्तो तनाव भएछ यार। गाडी बिग्रेर के भयो त? म त बिग्रेको छैन के अरे। आउनु न त घर, मलाई चलाउन। बरु गाडी बनाएर चलाउन मिल्छ, तिम्रो त न बनाएर बन्छ न फेरेर फेरिन्छ। कसरी चलाउने? म त आउन्न घर। ए नचाट न यार मलाई यार, मान्छे यहाँ कति तनाव छ यार, खालि चाटेछ यार। फोन राख। कसैलाई के गरनको, घर ज्वाइँलाई खाना गरनको यार। ताइन तुइको यो बुढो किन रिसाएको होलान्? आज चिटिक्क परेर राम्री भएर बस्न पर्यो। भरे आउँदा खुसी हुन्छन् कि? यो गाडीले साह्रै दुःख दियो यार, दिमाग गरम यार। के हो यस्तो यार, न बनाएर हुन्छ न के हुन्छ यार। हिँड्दै स्टार्ट बन्द हुन्छ, दिमाग खराब यार। के गर्ने यसलाई अब? दाइ नमस्ते। ओ विजय भाइ नमस्ते। के छ विजय भाइ, आरामै? आरामै। के भयो गाडीलाई, के भयो? गाडी त के हुन्छ र भाइ, अब गाडी बुढो भएको त होला नि। हिँड्दै आफै स्टार्ट बन्द भयो के। आफै बन्द भयो? अँ। अहिले स्टार्ट हुन्न? हुँदैन। खै स्टार्ट गर्नु त हेरौँ। हुँदैन के भाइ, स्टार्टै हुँदैन यार। यति गर्छ? के गर्ने होला भाइ? अब टेन्सन नलिनु, म आइसकेको छु, म बनाइदिइहाल्छु नि दाइ। पुरानो गाडी त खतम हुँदो रहेछ भाइ। पुरानो गाडी खत्तम हुँदैन, मेन्टेनेन्स धेरै खर्च। त्यो छ नि कुरा केही छ? छ भाइ। ल समस्या के को होला भाइ? के को? सेल्फकै होला, सेल्फ मोटरको। सेल्फ मोटरको नहोला। बिस्तारै है भाइ, चोट लाग्ला। स्टार्ट गर्नु त। ल भाइ स्टार्ट त भयो त। अफ गर्नु त, स्टार्ट गर्नु। दाइ बन्द गरिदिनु हो। भाइ भएको चाहिँ खास के हो? लाइनको प्रब्लम थियो दाइ, अब भइसक्यो। अब त्यस्तो हुन्न, ब्याट्रीबाट जाने अर्थिङ छुटे रहेछ। भाइ यो गाडीले मलाई साह्रै दुःख दिन थालेको छ, यसलाई सल्टाउनु पर्यो कि भाइ। हुन्छ दाइ, मान्छे भेट्यो भने म तपाईँलाई खबर गर्छु। हुन्छ भाइ यो गाडीले त मलाई हैरानै बनाइसक्यो। अब यो गाडीलाई जति सक्दो छिटो सल्टाउने, नयाँ गाडी ल्याउने विचारमा छु म त। बरु तिमीलाई यसो दुःख अनुसार खाजा खर्च दिम्ला नि भाइ। ल हुन्छ दाइ, म अब लाग्नु पर्यो है। भाइ दाम कति भयो होला? दाम दिन्न दाइ, 700 रुपियाँ दिनु। भाइ यार हल्का मिलाइदेऊ न यार, 700 त्यत्रो त नभन न यार। किन महँगो भएर दाइ? मिलाइदेऊ न हल्का, सधैँ अब काम लाग्ने मान्छे हो नि त यार। सधैँ काम लाग्ने मान्छे हो, 500 दिन्न। क्युआर छ? छ क्युआर छ। खै ल्याउ त भाइ, म क्युआर गरिदिन्छु। ए गयो है। ल ल दाइ, म अब लाग्नु पर्यो है। ल विजय भाइ है। ल दाइ। भाइ त्यस्तो केही पर्यो भने म सम्झिन्छु है। हुन्छ दाइ, सम्झिनु होला। ल अब काममा के गई भएर यत्रो घन्टा लाग्यो, घरतिर जान्छु।
गाडी त बनाए चलिरहेछ त मजाले चलिरह बरु त्यो घरको गाडी पो न बनाएर चल्ने न सामान फेरेर चल्ने तनावै तनाव छ यार मलाई यार ए आइपुग्नु भयो हजुर No, 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 no. के हेर्नु भएको त्यसरी हजुर खाली रिसाको रिसाइ गर्नुहुन्छ त्यही भएर चिटिक्क परेर राम्री भएको नि जति चिटिक्क परेर राम्री भए पनि त्यही बाहिरको स्वरूप त हो हेर्ने लायकको भित्र उही धजिया उडेको हुन्छ क्या रे होइन हजुरले भन्न खोजेको चाहिँ के हो के तिमी अब सुड्डी भइसक्यौ जति लाली पाउडर दले पनि लास्टमा त्यही हो यो गरे पनि रिसा छ त्यो गरे पनि रिसा छ होइन मैले के गरौँ के भन्नु त मलाई टेन्सनले टाउको दुखेको छ धेरै नगर है मेरो गिदी धेरै नखाऊ उता गाडीको तनाव घरमा आयो तिमीले चाटेका छौ त्यही तनावमा हुनुहुन्छ भनेर त म चिटिक्क परेर तपाईँलाई कुरिरहेको थिएँ नि बुझ्न छैन त्यसै पुरानो घरलाई रङ गरेर मात्र नयाँ देखिन्छ र नयाँ देखिन त त्यो घरभित्रको फर्निचर आइटमहरू सरसामानहरू पनि त नयाँ चेन्ज गर्न पर्ला नि ए कुरा त्यस्तो पो हो यतिका वर्ष आफूले रगटेर मलाई यस्तो बनाउने अहिले आएर त्यस्तो भन्नु सम्भव हुने कुरा त मैले गरेकै छु नि त हुनै नसक्ने त असम्भव कुरा मैले कसरी गरौँ भन्नु त त्यसैले त भन्दैछु किन यस्तो चटक गरेको बाहिर मात्रै हेर्दाखेरि लोभ लाग्दो भएर भएन क्या रे भित्र लोभ लाग्दो हुन कहिल्यै सक्दैन सुन्नु बिहे गर्नुभन्दा अगाडि जिन्दगीभरि साथ दिन्छु भनेर ल्याउनु भएको होइन मलाई अहिले आएर यस्तो भन्नुहुन्छ पहिले र अहिलेको कन्डिसनहरू फरक छन् नि हेर्नु यस्तो पाराले म चुप बस्नेवाला होइन है हेर्नु यस्तो पारा हो भने म त आमासँग बोलाएर बैठक राख्छु बुझ्नुभयो जे गर्न मन लाग्छ गर मैले खोजेको पनि त्यही नै हो कतै साँच्चै यो बुढीले आमा समूह बोलाउनु त होइन बोलायो भने त यार डामा डोल हुन्छ बरु गएर फकाउन पर्ला जस्तो छ ए बुढी सुन न नरिसाउ न यार उठ त मैले त तिमीले के गर्दो रहेछौ भनेर तिमीसँग जिस्केको मात्र पो हो त उठ जिस्किनुको पनि सीमा हुन्छ नि जुन कुराको समाधान नै छैन त्यो कुरामा जिस्केर हुन्छ तपाईको कुरा सुनेर त मलाई यहाँ कति टेन्सन भएको छ हुन त जे सत्य हो त्यही त भनेको हो मैले तिमीलाई सत्य कुरा भन्न पनि नपाउने के मेरो मात्रै हो र संसारका सबै आइमाईहरूको उमेर भएपछि त्यस्तै त हो नि हुने कि सबैका आइमाईहरूका बुढाहरूले त्यस्तै भनेका होला नि तपाईँले जस्तै भयो भयो यो कुरा छोडौँ अब जसो तसो गरेर भए पनि काम
चलाउला चल्ता है गाडी घ्यार घ्यार। तपाईँ पनि त बुढो हुनुभयो क्यारे, पहिले पहिले जस्तो काम गर्न सक्नुहुन्न, स्या स्या गर्नुहुन्छ। तर पनि मैले केही भनेको छु त, जसो तसो काम चलाएकै छु। अब यो उमेरमा तरुनी खोजेर कहाँ पाउनुहुन्छ? न मैले तन्नेरी खोजेर पाउँछु, न हजुरले तरुनी। भयो बुढी भयो, मैले कुरा बुझिसकेँ। मलाई एकदम प्यास लागेको छ, एक गिलास पानी पिउँ न है, लिएर आऊ त जाऊ। हस्। छोरा मान्छेको जात परियो, तन बुढो भए पनि मन बुढो चाहिँ नहुने रहेछ। लिनुहोस् पानी। ल हजुर बस्दै गर्नु, म खाना बनाउन जान्छु है। के गर्ने, आफ्नो त भाग्यमै यस्तै लेखेको रहेछ। गाडी पनि थोत्रो, बुढी पनि खोक्रो, चल्ता है गाडी घ्यार घ्यार।